भर्खरको त उलु के हरेको ओ बहिनी पारा चाहिँ हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो न्यू भ्लगमा। यो तपाईँहरू पनि सन्चै हुन्छ होला, म पनि सन्चै नै छु होइन। अनि आजको दिन चाहिँ यस्तै छ है साथीहरू। हिजो अघि बिहानसम्म हिजो रातिसम्म चाहिँ पानी परिरहेछ नि, अहिले चाहिँ अलिक उग्रिरहेछ नि, त्यही भएर हामी चाहिँ मकै एखोरे गर्न लागिरहेछौँ। हेर्दै गर्नु होला। फाइनली हामी चाहिँ अब कोदालो होइन, यस्तो कोदालो सोदालो बोकेर हामी चाहिँ मकै एखोरे गर्न जान लाग्यौँ। दुईटा होइन, अब के भन्छ ला के भन्यो भने अस्ति भर्खर हामीले चाहिँ धान अस्ति भर्खरको त उलु के हरेको अस्ति भर्खर हामीले चाहिँ त्यो मकै छरेको होइन साथीहरू। अनि फेरि अब हामी चाहिँ फेरि मकै एखोरे गर्न जाँदैछौँ। अब चाहिँ काम निस्किन थाल्यो। दिदी चाहिँ अगाडि हिँड्दैछ, म पनि हिँड्दैछु। अब चाहिँ कामहरू निस्किन थाल्यो क्या। अनि त्यही भएर अब चाहिँ भ्लग चाहिँ डेली आफै गर्छ, हेर्दै गर्नु होला। के गर्नुभएको बाजे? यता तल पनि मकै खोरे अरे नेता नि। अब सुनिन चाहिँ पर हामीलाई पर्खिराखेको छ। त्यही त तल नि एखोरे गर्दै हुँदो रहेछ। पर नि भ्लग बनाउँदै हाम्रा बाजे त भ्लग बनाउने टोलीहरू पनि कति धेरै हो। हाम्रो चाहिँ होइन साथीहरू, उम्रेदेखि खुम्रेसम्म चाहिँ भ्लग बनाउँछौँ। मकै चाहिँ यत्रो छ, यसलाई नै गोड्ने हो। हेलो हेलो हेलो, अब भ्लगर नानीहरू सुबिनहरूले चाहिँ अघि यत्रो धेरै गरिसकेछन्। हामी चाहिँ आउनु ढिलो भएछ साथीहरू। देख्नेवाला छौ अब 10 दिन भयो। साथीहरू, हामीले चाहिँ यत्रो धेरै खनिसकेर आइसकेका छौँ। अनि यहाँ बाजे पनि खन्दैछ नि। यता यो परको यो डिलसम्म चाहिँ खन्नुपर्ने हो। बुक्कु पनि आइरहेछ। मकै चाहिँ सानो सानो छ। हाय साथीहरू, अझै यत्रो छ, कहिले सक्नु हौ। सुबिनले साह्रै ठग्दैछ है, काम गर्नु सक्दैछौ। एकछिन बाजेले डिउ किनिदिनुहुन्छ अरे होइन बाजे? भोलि होइन, आज काम गरेको आजै खाने। भोलि नि सकिहाल्छ। आज चाहिँ एनर्जी चाहिने भयो बाजे, यहाँ एनर्जी नै कम भइसक्यो। ल ल सुबिनले लास्टै ठग्दैछौ है। अनि ऊ पर सानो स्कुलहरूको त लाग्दैन नि त स्कुल। यति चाहिँ गरिसकेको छौँ। अब यति चाहिँ छ है साथीहरू, यहाँ परसम्म कतिखेर सक्नु। फाइनली साथीहरू, हाम्रो चाहिँ खाजा आइसकेको छ होइन।
अनि बाजेले अघि ल्याइदिइसक्नु भयो हाम्रो खाजा चाहिँ के हो भन्दाखेरि चाहिँ म देखाउने छु यहाँ पर छ हामी खाने पनि हो काम गर्ने पनि हो हिँड्ने पनि हो डुल्ने पनि चिलमा हो हामी त यता तल गर्दै हुन्छ चिलमा म दुःखी छैन भन्दैन यस्तो छ है हाम्रो साथीहरू हाम्रो खाजा चाहिँ दिदी चाहिँ त पराउँदै हुन्छ ओइ सुषमा हाम्रो त कहिले सक्ने सघाउ न एकछिन साथीहरू हाम्रो चाहिँ खाजा यहाँ खाजा पनि पाएर खुसी हुँदै बसिरहेको छौँ औ रक्सी भन्दा नि यो डिउ हो बज्नु चाहिँ आँट्यो फेरि यत्रो खाजा ल्याइदिनु भयो नसकी लाजै मर्दो भयो यहाँनिर मन तिम्रै बाटो हेर्दै थियो आइपुग्छ होला हो भन्दै कहाँ जानुभएको थियो सुषमा दिदी पनि आइसकेको हुनुहुन्छ साथीहरू खाजा खानु पनि अब काम पनि सुरु है बुकुजी पनि आउँदै हुनुहुन्छ यता पर चाहिँ ओ बहिनी पारा चाहिँ खोइ सुषमा दिदी किन ढिलाउनु भएको तपाईँ चाहिँ डिउमा घिउ हाल्यो अरे फेरि सुक्छ नि जिउ अब हाम्रो चाहिँ सक्नु यति छ है साथीहरू यति मात्रै ठिक्क अनि साथीहरू हाम्रो चाहिँ बल्ल बल्ल खनिसकेको छौँ बल्ल बल्ल सकेका छौँ है यता तल झन् खतरा जाँदैछ साथीहरू फेरिपट्टि म आइसकेको छु होइन आज चाहिँ म सुनसान ठाउँमा जङ्गलमा एक्लै दाउरा खोज्न आइरहेको छु मम्मीसँग आउने भन्दै भनेको मम्मीले झल्का ढिलो गर्नुभयो किनभने पानी पर्नु लागिरहेको थियो अनि त्यही भएर म चाहिँ हतार आइसकेको छु अनि मैले चाहिँ यस्तो जो मान्छे आउँछ छल्याप्पै हानिदिने हो होइन अनि यस्तै छ है साथीहरू हाम्रो चाहिँ घाम लाग्दाखेरि पानी के भने घाम लाग्दाखेरि होइन दाउरा खोजिँदैन जब पानी पर्छ दाउरा सकिन्छ अनि मात्रै खोज्नु हिँड्नुपर्छ पहिले नै पानी छुट्याइ छ अब के हुन्छ मलाई कुट्ने हो कि अलिअलि दाउरा रहेछ यहीँउति अब म यहीँउति काट्नु पऱ्यो साथीहरू मैले चाहिँ दाउरा काट्दै गर्दा ठिक्क मम्मी आउनुभयो क्या अनि म चाहिँ कस्तो मम्मीलाई आज मम्मीले भन्दै थियो दाउरा खोज्नु जाने भनेर अनि म चाहिँ फर्स्टमा गएर मम्मीलाई चाहिँ खुसी बनाएँ भनेको त कस्तो मम्मी भेट्टे आउनु भएर कस्तो रमाइलो भएन होइन साथीहरू अनि मैले चाहिँ यति दाउरा पुऱ्याइसकेको छ अब भारी लगाउने हो अनि कतिले फेरि भारी पुग्दैन अनि फेरि खोज्ने हो यस्तै छ साथी हाम्रो जिन्दगी चाहिँ फाइनली साथीहरू मेरो चाहिँ भारी पुगिसकेको छ मम्मी चाहिँ तल लगाउँदै हुनुहुन्छ मेरो भारी चाहिँ अब मम्मीले तल उब्रियो भने फेरि म ल्याएर लगाउँछु मम्मी चाहिँ तल लगाउँदै हुन्छ म गफ है साथीहरू आज चाहिँ मेरो बिजोको अवस्था भयो बिजोक मैले भारी बोकेर हिँडेको होइन मेरो भारी नै घोप्टी गयो किनभने मेरो नामले छुट्यो अनि यहाँ मम्मीले बनाइदिँदै हुन्छ यस्तो रोड छ होइन यस्तो रोडमा भरे कोही मान्छे आयो भने बेजोत हुन्छ अनि के गर्ने अब गाह्रो पऱ्यो साथीहरू गाह्रो पऱ्यो यहाँ यत्रो धेरै भारी गयो अब यो फेरि लगाएर हिँड्नुपर्ने भोक लागिसक्यो भन्दै गाडी आइसक्यो कराउँदैछ हुन्छ साथीहरू तपाईँलाई चाहिँ आजको भ्लग कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु होला नयाँ हुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई